सब सिकेर बाबैले सब सिकाएको छ त्यसै किन छुट्याउनु पाहुना मान्छे चाहिँ पाहुना रनिङको छेउमा राखेर चाहिँ हल्ला गर्नु हुँदैन बुझ्नुपर्छ ल फुल पो चाहिन्थ्यो कता बजे काली भद्र कालीको पालिनी राम्रो आशीर्वाद दिनु है सधैँ आगे धागेको पुगोस् बुढासँग कहिले नबाज्नु नरिसाउनु झर्को र फर्को नपर्नु बुढाको सेवा गर्नु जे भन्यो त्यही मान्नु अन्त बुढाले भनेको चाहिँ सधैँ मान्नु बिहान उठेर बुढाको गोडा धुनु बुढा ढोक्नु हाँसु बाँच्किनु झगडा नगर्नु यसरी झगडा गरेन भने चाहिँ ठुलो जमराको बिटा लगाइदिन्छु जमराको बिटा मात्रै ठुलो तेरो गरिँदैन तिमीलाई यो पालि चाहिँ ल मिठाई खानु दोकान तिमीले अहिले न्युरिनु होइन नेक्स्ट टाइम चाहिँ अब न्युरिनु भएको आशीर्वाद सधैँ यसरी कुरामा ढोक्नु आज चाहिँ अब न्युरिनु हुँदैन भनेर न्युरिनु भएपछि त्यो हिसाब पाइहाल्छ ल अब खानेकुरा के ए मिठाई तिमीलाई सगुन पनि खाइदिनु हो नि मिठाई होइन कमला खाऊ कस्तो लाग्यो यो पनि ढोकिहाल्नु ल ह्याप्पी दसैँ सेम टु यु तपाईँलाई भनिदेऊ ल ह्याप्पी दसैँ